आउँछन् तपाईहरु आज हिम्मत गर्न सक्नुहुन्छ कि ल राज संस्था र चाहिँ नि गणतन्त्रको सन्दर्भमा जनमत संग्रह गरौं त्यो हिम्मत छ त्यो हिम्मत हामीले गरेकै हो संविधानमा सबै कुरा खुला राखेको भनेको संविधानमा राप्रपा आफूलाई राजावादी सुन्नुस् तपाईको भाषामा भन्दा राजा यसरी चम्किरहेछन् नचाहिदो किसिमले संविधान विपरीत गएर गणतन्त्रको भावना विपरीत गएर तपाईले भनिराख्दाखेरि जनमानसमा यो कुरा आइराख्दाखेरि गरौँ न त एकचोटी जनमत संग्रह ल राजा चाहिने नचाहिने त्यो जनमत संग्रह गर्न सुन्नुस् छ मैले तपाईलाई अघिदेखि भन्नु एकदम सुन्नुस् पहिलो कुरा लगेर अब ल जनमत संग्रह गरौँ भनेर तपाई जनमत संग्रह गर्ने भनेको राजाले चाहिँ राप्रपाको कि त नेता भएर आउनु पर्यो पार्टी खोल्न पर्यो जनमत लिन जान पर्यो उनलाई त्यो स्वतन्त्रता दिन हामी तयार संसारमा राजाले पार्टी कहिले खोल्दैनन् राजा होइन नि अब तपाई बढी कुरा नगर्नु मलाई उत्तेजित पार्ने कुरा नसोध्नु न राजै होइन नि मान्छे अनि बेकारमा तपाई त्यसो भन्नुहुन्छ सबैले जनताले भन्छन् यिनै राजाले पुनर्स्थापना गरेको संसदबाट जनआन्दोलनबाट